त्यो हेर न त्यही भाइ हो हामीले सोचेको के हुन्छ अनि सोचेको अर्को भइदिन्छ त्यसपछि हामीले रिस उठ्छ अनि त्यही भएर हामी सही ताले हिँड्नुपर्छ साथीहरू विचार आफ्नो विचार सिन बबाल है जन्नत भनेको जन्नतै हो क्या नेपाल इज भेरी ब्युटिफुल जन्नतको सहर जन्नतको देश भ्यूज हो कि भ्यू हो भ्यू भएपछि भ्यूज हुने है भ्यू इक्वल टु स्क्वायर के भन्छ त्यसलाई गुम्बा छ अस्ति टाढा लागेको थियो गाडीमा आउन आज नजिक लाग्यो एउटा भाइ छ यहाँनिरको त्यही भाइ हो भाइ के छ हालखबर ओ भाइ के छ हालखबर यसले बिचरा चिन्छ यो 10,000 तलब दिन्छ अरे अनि यहीँ काम गर्न गाउँबाट बोलाएर लगाइदिएको रहेछ क्या सिक्युरिटी गर्नुपर्ने चाहिँ 24 घन्टा बस्ने कि 24 घन्टा खाना खानी बस्ने फेरि आउने खाना खानी बस्ने यो मन्दिर हो यो बनिरहेको छ त्यो मन्दिर चाहिँ बन्दैछ अरे यसरी छतमा बस्दा त हेर न 7 तले बस्यो नि त्योभन्दा नि बढी क्या यो एक तले नै राम्रो क्या फुल हेर न वाउ हामीले नेपाललाई राम्रोसँग चिनेकै छैन मैले घुमेकै छैनौँ नेपाल शब्दमै राम्रो छ मान्छेहरू के हैन विदेश जान्छन् हैन लाखौं खर्च गरेर हजारौं खर्च गरेर नेपाल घुम्न मरेरै गर्छन् है अरूको देशका समुद्रको पछाडि बसेर हैन फोर समुद्र फेरि फोर हुन्छ नेचरमा रमाउन सिकेको मान्छेले कहिले पनि हैन बाबा बरु भोकै बस्छ 2 दिन हिँडेर नेचरको त्यो भ्यू हेरेर आत्मा सन्तुष्टि गर्छ क्या मान्छेले त्यो के रहेछ भन्दाखेरि बिस्तारै थाहा हुँदै भयो क्या मलाई पनि थाहा हुँदै गयो है बाबा सक्दैन नि कसैले हामीलाई फेरि नेपाल घुमेर सकेपछि विदेश जाउँ बल्ल घुम्न भन्छु हैन नेपाल चाहिँ घुम के एकचोटि मस्त घुम त सक्छौ भने आफ्नो बुढाबुढी भएको बाउआमालाई पनि घुमाऊ सक्छौ भने तिमी केटीसँग मात्र घुमेर हुँदैन नि बाबा केटी भनेको त आउँछिन् जान्छन् भोलि फेरि अर्कोसँग जान्छन् अनि त्यसमा टेन्सन हुन्छ डिप्रेसनमा गएर तिमी ढुँडेर मर्छौ तिम्रो बाबा मम्मीलाई सम्झिँदैनौ तिमीले त्यसैले बाबा मम्मी हेर पहिला बाबा मम्मी जस्तो भगवान् हामी हेर त कहाँ हामी बिर्सेकै आज आठौँ जेपी प्रतिष्ठान जाने बाटो यो होइन कता त्यो हेर न अहिले वेदर क्लियर नभएको कारणले गर्दा यस्तो धुम्ला देखिरहेको छ नत्र यस्तो देख्छ यस्तो राम्रो देखिन्छ कि माइन्ड ब्लोइङ दिस इज भेरी ब्युटिफुल प्लेस बाटो मलाई यही जस्तो लाग्छ हजुर तेल त पुगिन्छ होला 1000 हालेको थियो बाटो हल्का अफरोड छ क्या यहाँ चाहिँ अस्ति पहिरो गएर छ क्या त्यही भएर त्यो चौर हेर न यहाँबाट देख्छ पछाडि देख्यो त्यतिको भन्छ त्यो चौर भने होइन खोइ ऊ त माथि भेट्यो के त धन्दा राखे है यता हो त्यो बार जस्तो सब देख्छ क्या त्यहाँबाट तिमी माइन्ड ब्लोइङ हुन्छ
अनि त्यो त सानो टुक्रा हो त्यो त फुटबल हुन्छ यहाँ होइन फुटबल हुन्छ होला फुटबल सुटबलको त अर्कै हो त्यो अर्कै टगर हो झन्डा राखेको त फुटबलवाला हो है त्यो माथिको चाहिँ मिनबहादुर गुरुङको अरे पिकनिक स्पोट अर्को त्यही हो मेरो मनमा यति इच्छा छ नि जति पैसा धनी भएर धनी त नभनु पैसा भएपछि गरिब दुखीलाई सहयोग गर्न सकु क्या यति हो क्या आफू हात मागेर खान नपरोस् हात फैलाएर दुःख सहायहरूलाई एक भनौँ न एक छाक पनि खाना दिउँ एउटा सहयोग हुन्छ नि आफूबाट तर त्यो देखाउटी हिसाबमा होइन क्यामेरा लिएर उ गरेर देखाएर चाहिँ मलाई त्यति चित्त बुझ्दैन जस्तै हाम्रो हेर्ने कथाले गरेको छ नि तिमीलाई थाहा छ हरेक कुरा देखाउँछ तर उसले सहयोग गरेको प्रष्टताले त्यसरी सहयोग गर्यो भनेर त्यो उ गरेर त्यसलाई मेन पोइन्ट गरेर चाहिँ बोल्दैन क्या अरू नै कुरामा गर्छ तर सहयोग गरेको देखिन्छ तर त्यो बोलेर तोकेर हामीले यति सहयोग गऱ्यो उति सहयोग गऱ्यो भनेर चाहिँ देखाउँदैन क्या मलाई हेर्ने कथा पनि बडा राम्रो लाग्छ त्यो बोल्ने शैली तरिकाहरू भिडियो बनाउने शैली तरिकाहरू त्यसको स्टाइलहरू बवाल छ अनि हाम्रो गाउँ पनि गएको रहेछ उहाँ के भन्छ सिकारी बाँस त्यस्तो डेन्जर त्यहाँ भिडियो बनाएर हाम्रो गाउँबाट 5-7 किलोमिटरको दूरीमा छ जाममा टक्क शुक्रबार जाम होइन टाढै थियो अनि टाढै हुन्छ त्यही छ यहाँ त अफरोड रहेछ बोर्डतिर हेर है दोस्त बाटो अर्को आउँला बाटो त यही लाग्छ मलाई नेतागिरी गरेर पनि एउटा हुन त अब आफ्नो प्रब्लम हुन्छ पैसा कमाएको अनुसार राम्रोसँग बस्नु राम्रोसँग खाने राम्रोसँग हिँड्न सक्ने अवस्था चाहिँ बनाएको छैन है हाम्रो दाजुहरूले नाम नतोकौँ न मलाई चाहिँ के लाग्छ भने नखाइ हिँडेर बचाएको पैसा हुन्छ नि जस्तै अब यहाँ मैले खाना खान्छु भने त्यहाँनिर भुजा मात्र खाएर हिँडेर है त्यही हो क्या गाडी त गाडी यही जस्तो हो त तिमीले किन्छ नि छैन मेरो त्यो रिजोर्ट रहेछ अनि भन्छु क्या म एक बारको जिन्दगीमा हो है खाना चाहिँ खानु काम पनि बेसरी गर्ने बरु खाने आत्मलाई चाहिँ नमार्ने कि भने लाउन मन लागेको कुरा लाउने जान मन लागेको ठाउँमा जाने खाना हुन्छ नि खाना मन लागेको कुरा खाने आत्मलाई मार्ने काम चाहिँ नगर्ने त्यही होला त्यसको भन्नु चाहन्छु त्यही होला मैले भनेको त्यही होला तर मैले भनेको त्यसै हो कि एउटा लक्ष्य उद्देश्य भनेको चिज चाहिँ हुनुपर्ने रहेछ मेरो नभएर यस्तो दुःख पायो है तर देखाउनु हुँदैन कसैलाई यही लाग्छ कोही मान्छेहरू पनि कम त गर्नुपर्छ ला अहिलेको आन्टी थियो नि त गाडी बोकेर है होइन 100% बाटो चाहिँ यही हुनु मलाई किनभने अर्को बाटो त्यो तलबाट हो कि त यहीबाट हो तर यसो हेर्दाखेरि बाटै टुङ्गेला जस्तो है उतातिर गएर त्यो गाउँतिर गएर गाउँ जानुपर्छ लाइसेन्स चाहिँ बनाइहाल्छ नि केमा फालियो अरे अस्ति
साइड लाइट बाले मिल्दैन नि बेन ओहो यो दाइले सोधै नै हुन्छ नि त्यहाँ बाटो चाहिँ भपेर त हो यो बाटो होइन कि के हो राजा घिसिरहेको छ क्या एकचोटि हो तिमी घिसिरहेको छौ क्या यस्तोमा यिनीहरू नयाँ हो भोटे चौर जाने बाटो यही हो यही हो हस् थ्याङ्क यू हस् बाटो कस्तो बोबाल हो बाटो टर्निङ चाहिँ कस्तो बोबाल चोली चोली मैलै भयो भन्ने गीत होइन कट मुजी मलाई आउने भए त गाउँथेँ सुरु गर न त अनि के रहेछ थाहै छैन चोली मैलै भो तिम्रो पनि हुन त ठिकै हो तिम्रो उसले भनेको कुरा नै ठिकै हो भन्छ क्या गएर बोल्छ नि त जाने जाऊ आजै लाने हो चोली मैलै भो यस्तै हो क्या नभने मात्रै हो नभने मात्रै हो उतै गाडी हो क्या जान त मन लाग्छ लाने हो थाहा छैन नभने मात्रै हो भोटे चौर यतै हो होइन आखिरैमा को लैजान्छौ तिमी पछाडि बाइकमा बसाली खान्छौ रे नभने मात्रै हो पख देखेपछि थाहा हुन्छौ तिमीलाई पुलिसको रहेछ चेक आज ब्याट्री फुल भयो के अरे मेमोरी फुल 18 GB बाँकी थियो गाडी त नयाँ छ त कड्के नजर लाए के तिमीले अनि हामीले अस्ति जाँदाखेरि कुन गीत चलाएको थियो आएको तिमीलाई सिन्धुली त्यो गीत गाएको कहाँ गएर तिजको है कुन गीत यहाँबाट भोटे चौर कति टाढो छ म्याम भोटे चौर के लेखेछ त्यो सानो इलाम भन्दा मिनी इलाम भन्दो रहेछ अनि त्यो त उसो रोकी जान्छ अनि कति टाइम लाग्छ लाग्छ ए हजुर ए हजुर हस् थ्याङ्क यू ए हस् 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 थ्याङ्क यू धन्यवाद हामीलाई चाहिँ भोटे चौर जाने बाटो बताइदिनु भएको छ हाम्रो हुनसक्छ तत्भर हामीले त्यो बसको अगाडि देखेपछि मात्रै हामीले चिन्नेछौँ कि त बसको झ्यालबाट आफ्नो मान्छे देखे पनि चिन्नेछौँ नत्र भने अगाडि गएर ब्यानर हेर्ने हो ब्यानर हेरेपछि फाइनली थाहा भइहाल्छ छर्लङ्गै परेछ भोटे चौरको यो बाटोमा चाहिँ अलिकति यहाँको स्थानीय नेताहरूले ध्यान केन्द्रित गराउनु भन्न विशेष गरी अनुरोध गराउँदैछु अनि हाम्रो चाहिँ ओह्रालोमा आएपछि ब्रेक झ्यापै लाउनु त मिलेन चट्ट साइड दिएको हो सोटीलाई खै त को छ यो बाटो खै त यो बुढाबुढी छ मुला यसमा त कि क्याम्पसमा सरहरू पनि लिएर हिँड्यो क्या बाबा तरक आयो तरक
सही हो दाइ यसरी ब्याग गरेर साइड दिनु भनेको चाहिँ एकदमै मन ठुलो भएको मान्छेले मात्र दिन्छ हेर है साथीहरू त्यो कोही घमण्डी दायाँ बायाँ चोडा चोराएपछि अरूलाई सानो हेर्ने हेप्ने दायाँ गर्ने मान्छे चाहिँ एकदम चिप क्वालिटीको हुन्छ है यसरी ब्याग गरेर दिने चाहिँ मन एकदम खुलास्त त्यो मान्छेले कहिले पनि धोका खानु पर्दैन कहिले पनि मलाई चाहिँ गाह्रो हुँदैन कुनै पनि ठाउँमा जाँदा गए पनि सम्मान र माया बाहेक अरू केही पाउँदैन क्या 0.5 मा बनाउनु दामी आउँछ नि माथिबाट 0.5 बाट बनाउ त ठाडो गरेर दामी आउँछ नि बाट छप्प हेर्दा मायाले आँखाले माकुरी जालैमा निर्माया माकुरी जालैमा हावाले हानेको तिमीले भनेपछि मैले चटकी मानेको निर्माया माकुरी जालैमा हाम्रो पनि घर त सिन्धुपाल्चोक हो अनि त्यसपछि के हुन्छ भन न हाम्रो पनि घर सिन्धुपाल्चोक मायाले भने आरामले गरिदिउँला मजाले चिया खाइदिउँला बल्ल माया तिमीलाई भोटे चौरमा देखेको लेखेको बल्ल पर्यो निर्माया माकुरी जालैमा ओ भोटे चौरमा देखेको निधरमा लेखेको बल्ल पर्यो निर्माया माकुरी जालैमा सानो तिम्रो 5 किलोमिटरको यात्रामा हामी मिनी इलाम पुग्नेछौँ सानो तिम्रो गाउँ रहेछ रमाइलो बल्ल पर्यो निर्माया माकुरी जालैमा भएको छ रमाइलो घाम लागेर भएको छ रमाइलो बल्ल पर्यो निर्माया माकुरी जालैमा छानो रहेछ रातो जस्ताको जर्सिङकोमा झ्याप रोकेर चना खाजा नास्ता भो बल्ल पर्यो निर्माया माकुरी जालैमा त्यहाँ ब्यानर भएको बस्छु माया कति राम्रो सिधै जाने त लाने उता आन्टीलाई भोटे चौर यतै हो आन्टी ए चिया बगान ठ्याक्कै ए हस् धन्यवाद आन्टीलाई डडेल लगाएको छ डडेल लागेको छ डडेल लगाउनु एकदमै राम्रो कार्य हो डडेल लगाउनेलाई च्याप समातेर जेल हाल्नुपर्छ साथी सानो खेलमा गर्दाखेरि मान्छेको ज्यान जान सक्छ घरबारी तस नस हुन सक्छ ठुलो झन्झनको
क्षति हुनसक्छ। हामीले चाहिँ यसलाई मध्यनजर गरेर बच्चाहरूले सलाइहरू जलाउने ठाउँतिर नदिउँ है। सलाई लाइटरहरू टाढै राखेर मान्छे छैन त एकजना। साथी तिमी 1 महिना भयो ननुहाएको, ढाड तिम्रो चिलाएको, जे पाए त्यही गीत गाएर कसरी मिलाएको, बल्ल पर्यो निर्मया माकुरी जालैमा। के भयो? ए तिम्रो त मिल्छ, मेरोमा त मिल्दैन है। मिल्दैन, आइफोनमा मिल्दैन। भोटेजोरमा हिँडेको, बल्ल पर्यो निर्मया माकुरी जालैमा, माकुरी जालैमा। भोटेजोरमा देखियो, भोटेजोरमा देखियो स्याल अनि खरायो, स्याल अनि खरायो, हेर्दा हेर्दा माया बिच बाटोमा हरायो, बल्ल माकुरी माकुरी जालैमा। भिडियो त धेरै लामो भयो क्या, काट्नुपर्छ क्या। भिडियो धेरै लामो भयो। धेरै स्लो भयो क्या। यो त बबाले छ। तिमी ढुक्क भएर बस न, तिमी ढुक्क भएर बस न माया। यो भिडियो चाहिँ स्किप नगरे बिच बिचमा गरेर सबै हालिदिनु पर्यो, पुरै वाचिङ टाइम आउँछ नि त। तिम्रो त ख्याल ख्यालमा तिमीले त खतरा खतरा ट्रिक लगाएर हाल्छौ है। यो उयो सब्सक्राइबर बढाएको तिमीले त यार। भ्युज नगयो भने सब्सक्राइबर बढिरहेको छ तिम्रो। थ्याङ्क यू सो मच सबैजनालाई हाम्रो भिडियो हेरिदिनु भएकोमा। भोलि गएर ठुलो मान्छे बन्छु। खुलित्तै, यो चाहिँ खुलित्तै हो। अन्सु वर्माले कति 1 करोड जति दान गर्यो भन्छ हो त? गर्न त गर्यो होला, तर कहाँनिर गएछ त्यो पैसा जति चाहिँ? तिम्रो धारणा एकदम बिल्कुल करेक्ट छ। हामीलाई यसमा आपत्तिपूर्ण के भन्छ? आपत्तिपूर्ण आपत्ति होइन, समर्थन। त्यसलाई विशेष गहिरै ध्यान आकर्षण गराउँदछु। बाटैमा मिनी लाँदा होइन, बस भेटेन।
उनीहरू अगाडिबाट गयो कि आथे अब हामीले त्यो चौर भन्दा पनि बस गयो भनेर सोध्नुपर्ने अवस्था आयो होइन त रिसोर्टै हो पानी त त्यो रिसोर्ट आउने बुझ्यो नि फोन गरेर सोध न स्कुलभन्दा अगाडि हो दाइलाई के सोध्ने गरेर ठाउँको नाम त अब अगाडि छ यिनी इलामै भने त भन्छ त आएर नाचेर घुम्न जानु हामी मात्र त आएको होला हामी मात्र पुग्ला भने एक दिन तेल टन्नै हालेर चाइना पुग्थ्यौँ जाँदालाई तेल टन्नै हालेर तिमी त गइसक्यो चाइना है नजारा कसम नेपाल यार कस्तो मन लोभिँदैन र यति राम्रो देश यति राम्रो ठाउँ स्टप गरिदियो भिडियो धेरै लामो भयो क्या जाने लाग्यो बरु स्टप गरेर अहिले गरौँ न होइन अलि अगाडि गर्नु कस्तो माइन्ड ब्लोइङ भ्यू छ माइन्ड ब्लोइङ 26 मिनट भइसक्यो जाँटो